नमस्कार। म आज एउटा त्यस्तो व्यक्तित्वका बारेमा चर्चा गर्न गइरहेको छु जसको मैले पाँचौं भाग लेखिसकेको छु र पाँचौं भागको शीर्षक दिएको छु नारायण, जसलाई सपनाले पछ्यायो। यद्यपि यसको मूल शीर्षक दिन दुखीका नारायण दिएको छु मैले। मान्छेहरू सपना पछ्याउँछन्, उनी अपवाद थिए। उनले सपना पछ्याएनन्, सपनाले उनलाई पछ्यायो। उनले कुनै सपना देखेनन्, बरु सपनाले भन्यो, उठ, म तिम्रो दैलोमा छु। उनी धर्म र अध्यात्ममा विश्वास गर्छन्। उनी हिन्दू धर्म हुर्किए, बुद्धको परमो धर्म पछ्याए। क्राइस्टबाट उनले क्षमा र करुणा सिके। उनले जे सोचे त्यो पाए। सबै धर्म मान्छन्, भगवानप्रति आस्था राख्छन्, तर भन्छन् भाग्य त आफैले बनाउने हो। कर्म गर, फलको आशा नगर। गीताको यही सार उनको मूल मन्त्र हो। न प्रचार, न लोभ, न गुम्ने चिन्ता, न प्राप्तिको आसक्ति, बस कर्म गरिरहन्छन्। निष्काम कर्मयोगी। हुन पनि उनले जीवनमा कहिल्यै फर्केर हेर्नु परेन। उनले हन्डर खाएनन्। उठ्नु अघि उनी नटुटुन्। सायद भगवानले यही चाहे। उनी त टुटेकाहरूलाई उठाउन जन्मिएका। जसको कोही छैन त्यसका लागि उनी भन्छन्, म छु नि। हो, उनी धेरैका भरोसा हुन्। उनको संगतले उठेकाहरूको फेरिस्त लामो छ। त्यसैले त भनिन्छ, संगतले सोच बदलिन्छ, सोचले सपना र सपनाले जिन्दगी। उनको संगतले जिन्दगी बदलिएकाहरूको कथाले यही भन्छ, उनमा धन थुपार्ने लालसा छैन। उनको मुट्ठी खुला छ, जति आउँछ त्यति बाँड्छन्। अक्षय पात्र जस्तो, कहिले खाली नहुने त्यो मुट्ठी। बाँड्न तिनैलाई पुगेको छ जसले मुट्ठी खोल्छन्। सायद त्यसैले होला न उनलाई भोलिको चिन्ता, न सन्ततिको। उनले जे जोडे, जे आर्जे, सफल हुनमा कसको हात छ? औपचारिकता पूरा गर्न सोधिने यो प्रश्नमा उनले पहिले विराम लगाइदिए। पहिले भनिदिए, म जे छु त्यो सबै सिर्जनाको देन हो। जे छ त्यो साझा हो। सफलता, यश, कीर्ति, वैभव, सबै संघर्षमा छाया बनिन् सिर्जना, रोकिँदा ऊर्जा बढिन्। उनी त्यो पत्नी होइनन्, संकल्पमा कुमछोय मात्र पुग्ने। उनले त नारायणका सबै बोझ उठाउने संकल्प लिएकी थिइन्। श्रीमतीको बलियो साथ हुने कहिल्यै कमजोर हुँदैनन्। उनी त्यो भाग्यमानी हुन्। संसारलाई खुसी बनाए पनि घरमा श्रीमती दुखी भए मनमा शान्ति हुन सक्दैन। यो पनि सत्य हो। जहाँ विश्वासको संकट हुन्छ त्यो सम्बन्ध बलियो हुँदैन। उनको ऊर्जाको स्रोत त्यही बलियो साथ र सम्बन्ध हो। एक बारको जुनीमा मुट्ठी बन्द राख्नेहरूले जोगाएर के लगे? छोडेर जाने कृति बाहेक के छ? जसले मुट्ठी खोलेर बाँडे तिनलाई कहिल्यै अभाव भएन। भगवान पनि तिनकै, भाग्य पनि तिनकै। साक्षी नारायण छन्। उनको जिन्दगी कहिल्यै सरल हिँडेन, नदी जस्तो। जता गयो त्यतै बाटो बनायो। उनी अरुण हेरेर हुर्किए, कहीँ खुम्चिनु, कहीँ फैलिनु, बगिरहनु, नरोकिनु। अरुणका यी गुण उनमा सरे। अरुण सुसेली हाल्छ, ऊ बगिरहेको थारिन्छ। उनी चुपचाप कर्म गरिरहन्छन्। अरुण र उनमा फरक यति छ। हृदयमा सेवाभाव, मुटुमा नेपाल, शिरमा सगरमाथा। उनी नेपाली, छोराछोरी अमेरिकन, बुहारी बोलिभियन, जय ब्रिटिस। यस्तो लाग्छ उनको परिवार आफैमा एउटा विश्व हो। त्यसैले उनको सेवा एउटा देशमा सीमित भएन, फैलियो नेपाल हुँदै अफ्रिका। उनी नेपाली समुदाय र अमेरिकी सरकारको बीचको सेतु हुन्। कंग्रेसम्यान, सेनेटर, गभर्नर र मेयरसँग उनको सोझो सम्पर्क र पहुँच छ। उनले त्यो सम्बन्ध नेपाली समुदाय र नेपालको हितमा सदुपयोग गर्दै आएका छन्। उनले नै ललितपुर उपमहानगरपालिका र ब्रुमफिल्ड, काठमाडौँ महानगर र बोल्डर, खादबारी र सुपरियर नगरबीच भगिनी सम्बन्ध जोडिदिएका हुन्। उनी ठान्थे, जागिर खानेले ठूलो सपना देख्न सक्दैन। सपनाको आयतन असीमित हुन्छ, जागिरको दायरा सीमित। जागिरले बाँच्छ, उनी निर्बन्ध उड्न खोज्ने, बाँधिन तयार भएनन्। रोजी व्यवसाय र दिए सयौंलाई रोजगारी। उनले फेर्ने सास, धमनीमा बग्ने रगत, उनले बाँचेको जीवन, तिनमा खादबारीको सुवास छ। आभारी छन् त्यो माटोप्रति र धन्य छन् बुवा आमाप्रति, जसले सबै थोक दिए, यस, कीर्ति, वैभव। उनी उमेरले 74 पुगे। अमेरिका आएको पनि 48 वर्ष भएछ। वृद्ध हुँदै गएको काया
जोस उस्तै छ, न थाक्छन् न रोकिन्छन्। अर्को महिना अमेरिकी चिकित्सकको टिम लिएर नेपाल जाँदैछन्। आफ्नो स्वास्थ्यको चिन्ता छैन, चिन्ता छ त नेपाली दाजुभाइको स्वास्थ्यको। भन्छन् शरीरमा तागत रहेसम्म यसै गरी सेवा गरिरहनेछु। सुरुमा आफ्नै लागि सोचे र अमेरिका पुगे। जब अलिकति कमाए परिवारका लागि सोचे। जब पैसासँगै मान्छे कमाए, त्यो पैसा र ती मान्छे आफ्नो भेग र बुगुलको हितका लागि प्रयोग गरे। देशको दूर दराजका नागरिक यति बेला उनको सेवाबाट लाभान्वित छन्। उनले नेपालबाट 4000 भन्दा बढी मान्छे अमेरिका ल्याएका छन्। उनको परिवारका मात्र 150 भन्दा बढी सदस्य अमेरिकामा छन्। खादबारी बजारका कतिपय परिवारका त पुरै सदस्यलाई उनले अमेरिका ल्याए। देश बोल्दा उनको मन पोल्छ। जब पुरिन्छन् पहिरोमा घरहरू, उनी बेचैन हुन्छन्, सुत्न सक्दैनन्। भुइँचालोमा घरसँगै मान्छेहरू डाले उनी मलम लगाउन पुगे। खराब कुराको चर्चा गर्न त अरू छँदैछन्, उनी त सधैँ राम्रो कुराको चर्चा गर्छन्। स्वर्गका रूपमा नेपालको बखान गर्छन् र विदेशीहरूलाई घुम्न लोभ्याइरहन्छन्। गिजोलिएको राजनीति, अस्थिर सरकार, पलायन भइरहेका युवा, यो देखेपछि खिन्न हुन्छन् र लेख्छन् यस्तै छ मेरो देश। उनी त आशावादी, त्यसलाई बिर्सिन्छन् निमेषमै र हृदयमा अटेस मटेस देश प्रेम पोख्छन्। त्यही प्रेम छझल्किएर बन्छ मेरो देश नेपाल। उनी थामिँदैनन्, जीवनले दिएका सुन्दर पलहरूलाई लेखिदिन्छन् अर्को पुस्तक लाइफ अफ गिभिङमा। यसरी उनका 3वटा पुस्तक जन्मिए र 4थो पुस्तक प्रकाशोन्मुख छ। अमेरिकी समाज, सफलताको मानक मानिने ग्यास स्टेशन, रेस्टुरेन्ट र स्टोरको संख्या, त्यसले जोडिने सम्बन्ध र साथीहरू। उनी त्यसैको पछि कुदेको भए आज दर्जनौं स्टोरका मालिक भइसक्थे। उनलाई छु मतलब, उनलाई मालिक होइन सेवक हुनु थियो। त्यसैले त सबै व्यवसाय दाजु र आफन्तलाई सुम्पिए र बने फकीर। एउटा व्यवसाय पत्नी सिर्जनाका लागि बाँकी राखे, त्यो ओल्ड तिब्बत गिफ्ट हाउस, जो उनको जीवनको पहिलो व्यवसाय थियो, जसलाई उनले 29 वर्ष अघि जोडेका थिए। कोलोराडोमा जब कुनै नेपाली कानूनी उल्झनमा पर्छन्, जब आइपर्छ व्यावसायिक झन्झट, आपद विपदमा सबैले सम्झिने नाम हो नारायण श्रेष्ठ। अझ नेपाल र अमेरिकी समुदायका उनी सेतु हुन्। जहाँ शिर निहुरिन्छ त्यही मन्दिर। उनको शिर निहुरिन्छ बुवा आमाको घिउतिर। बुवा आमा डुबै रहेनन्। उनले घरको मुर्दाहरूको छेउमा राखे बुवा आमाको बढीमान मूर्ति र त्यही अघिल्तिर उभिएर हरेक बिहान शिर निहुराएर नमन गर्छन्। मान्छेहरूको कान चढेर मन्दिर जानेहरूलाई महाकवि देवकोटाले गिज्याएको कुन मन्दिरमा जान्छौ यात्री कविताबाट प्रभावित उनी नास्तिक पनि होइनन्। बरु मन्दिरमा गरिने पूजा भन्दा बढी दिन दुखीको सेवाबाट मिल्ने आशीर्वादमा विश्वास गर्छन् र त सबैले उनलाई भन्छन् दिन दुखीका नारायण। हस्, धन्यवाद।